सानै हेर्न सुन चाँदी हिरामा चाहिँ किन्दाखेरि पनि कर, विलासिताको कर, अनि बेच्दाखेरि पनि त्यो विलासिताको कर दोहोरो के। तैँले सुन किनिस् बेच्दा नि कर, अब किन्दाखेरि पनि कर। दोहोरोमा चाहिँ राज्यले यस्तो नियम बनाउनु खोजिरहेको छ कि यसको चाहिँ यो एउटा नोटिस आएको रहेछ यो पत्रिकामा होइन। अब नोटिसहरू पनि आएर छ यो उपभोक्तामा साझा आवाज भनेर न्यायको लागि सुन चाँदी व्यवसायीले गरेको। यहाँ हेर त, यहाँ पढ त। ओके, न्यायको लागि सुन चाँदी व्यवसायी कालीगढ र उपभोक्ताको साझा आवाज भनेर रहेछ होइन। अनि कमा चाहिँ नेपाल सरकारद्वारा आर्थिक वर्ष 2082-83 को बजेट मार्फत सुन तथा बहुमूल्य आभूषणमा लगाइएको मूल्य अभिवृद्धि कर र विलासिता शुल्कले पार्ने प्रभावहरू भनेको रहेछ होइन। अनि 1 नम्बरमा उपभोक्तामा असर, गहनाको मूल्य वृद्धि, भ्याट र विलासिता शुल्कले गहनाको खुद्रा र मूल्य महँगो बनाउने छ, हो नि त होइन त। अनि त्यही त। अनि खपतमा कमी भनेपछि महँगो हुँदा धेरै उपभोक्ताले गहना नकिन्ने वा कम किन्ने सम्भावना रहन्छ। त्यो त स्योरै हो नि होइन। एक त सुन बढेको छ, भन्न लु 1 लाख तोला सुन रहेछ अरे भनौँ, अहिले त 2 लाख छ नि त। 2 लाखैको कुरा अब 2% किन्दाखेरि कर लाग्यो होइन। अनि त्यसको ज्याला जर्ती गर्दाखेरि त त्यो अझ त्योभन्दा बढी भयो, 2% एक्स्ट्रा कर तँलाई त्यो थपियो। अनि फेरि त्यो गएछ भने तेरो सबै घटाएर त्यो त फेरि कर पनि लाग्यो, बेच्दाखेरि पनि कर लाग्यो। यो राज्यले लुट्न नै खोजेको जस्तो के, उपभोक्तामा चाहिँ कहाँ हुन्छ भनेर बाटो खोजे जस्तो के। यो अस्वाभाविक टाइपको भयो। एक त सुन बढिरहेको बेलामा झन् यो ग्राहकलाई पनि असर हो होइन, अनि व्यापारीलाई पनि असर देखिन्छ। अनि अर्कोमा छ अनौपचारिक बजारतर्फ आकर्षण भनेपछि कर तिर्न नपर्ने बजारतर्फ, जस्तै नगद कारोबार, उपभोक्ताको झुकाव बढ्न सक्छ भनेपछि यसको चाहिँ अलि बुझिन के हो। भित्रभित्र यो भनेको चाहिँ के हुन्छ भने कसैले अवैध ल्यायो बनायो, त्यो बिलमा नदेखा मेरो केही पनि नगर भनिसकेपछि कर पनि तिर्नु परेन, केही त्यो गर्छ कि मान्छेले, बाटो खोज्छ नि त। किन कर तिर्नु यसरी चाहिँ विलासी भनेर चाहिँ आफ्नोलाई चाहिने आवश्यकमा पनि किन कर तिर्ने भन्ने खालको हुन्छ नि। अनि अब व्यापारीहरूलाई र उद्योगमा असर, व्यापारी तथा उद्योगमा असर भनेपछि बिक्री घट्ने त जोखिम भयो नि त होइन त। अब बिक्री घट्ने जोखिम भयो, प्रतिस्पर्धामा असर भयो, अनि प्रशासनिक झन्झट भयो, हरेक कुराको व्यापारिक झन्झट भयो नि त। व्यापारिक विकट जिल्लाहरूमा प्रविधिको पहुँच नहुँदा कार्यान्वयनमा कठिनाइ हुने भनेपछि त त्यो पनि रियालिटी हो नि त। समस्या त झन् देखियो नि होइन र। अब समय परिस्थिति अनुसार सुन नचाहिने पनि होइन, व्यवहारीमा हरेक कुरामा चाहिन्छ पनि। अब भोलि पर्सिका दिनमा फेक ज्वेलरीहरूले पनि चित्त बुझाउनु पर्ने अवस्था हरेक कुरा हुन सक्छ। त्यसमा पनि रिलेसनलाई कायम गर्दाखेरि नराम्रो अवस्था आउने खालको माहौल पनि हुन सक्छ जस्तो लाग्यो मलाई चाहिँ। राजस्व सङ्कलनमा असर भनेपछि कर वृद्धिले खुल्ला सिमाना भएको हुँदा ग्राहकहरू भारत वा लगानीकर्ता अन्य मुलुक प्रति आकर्षण बढ्ने। त्यो त यस्तो हुन्छ, विलासिताको कर किन्दाखेरि पनि ल्याएछ, बेच्दाखेरि पनि ल्याएछ। अनि त्यहाँबाट चाहिँ मान्छेहरूले के गर्छ भन्दाखेरि त्यो कर नतिर्नको लागि चाहिँ मलाई बिल चाहिएन, बरु मलाई गहना चाहियो, चाहिन्छ चाहिएछ। कर छली सम्भावना, आयकर भ्याट र अन्य अप्रत्यक्ष कर राजस्व घट्ने सम्भावना। त्यो त स्वत भइहाल्यो नि त, लुकाएपछि त राजस्व घट्ने भइगयो होइन। अनि करदाताहरू प्रतिस्पर्धाबाट पछि पर्छन्, पारदर्शिता र डिजिटल बिलिङमा प्रभाव पर्दछ। त्यो त रियालिटी हो, हरेक कुरामा छली गर्नै पर्यो। अब ग्राहकलाई पनि सन्तुष्टि त राख्नै पर्यो नि त होइन। त्यो सम्भावना नआओस् भन्नको लागि यो कर जुन लागू गरेको छ त्यो चाहिँ गलतै भन्ने ठहरिन्छ, हामीलाई पनि लाग्छ होइन। संसदमा पनि यो कुरो उठिरहेको छ हो। अनि सामाजिक र आर्थिक असमानता, त्यसमा चाहिँ मध्यम र निम्न वर्गले गहना खरिद गर्न असक्षम हुने, जसले सामाजिक विभाजन बढाउन सक्छ। मैले अलि बुझिनँ यो चाहिँ होइन। के अरे? मध्यम र निम्न वर्गले गहना खरिद गर्न असक्षम हुने,
जसले सामाजिक विभाजन बढाउन सक्छ। होइन अब हुनेले त कर तिरेर पनि लिने भयो, नहुनेलाई त अब कर तिर्दाखेरि गर्दाखेरि सुन किन्नलाई महँगो पनि एकदम हो त्यो त। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा असर, उत्पादन लागत बढ्दा नेपाली मौलिक गरगहना अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा कमजोर हुने, त्यो त रियालिटी हो। बाहिरको भन्दा महँगो भएपछि त कसले किन्छ र, हो नि त। बहुमूल्य गहनामा भ्याट लगाउने हो भने निर्यातको सम्भावना पूर्ण रूपमा बन्द हुन्छ, त्यो त रियलै हो होइन, एकदम यथार्थ छ। सबैलाई चाहिँ सहजता हुने गर्नको लागि एक त सुन महँगो भइरहेको थियो, बजारमा गाह्रो भइरहेको थियो, झन् पनि कर बढाएर त यो त एकदमै रियालिटी यहाँ लेखेको छ। यो हुनु हुँदैन हाम्रो लागि। सुन त भनेको 20,000 तोला हुनुपर्छ हाम्रो लागि। ब्रान्ड प्रतिस्पर्धामा त्यो त नहोला, के होला त्यो अन्तर्राष्ट्रिय बजारमा कुन माहौलले बढ्छ त्यो त हामीले भन्ने कुरा होइन, तर रियालिटी होइन। हामी सबैलाई सहजता हुनलाई त हजुरले भनेको कुरा नि नराम्रो छैन। ब्रान्ड प्रतिष्ठामा ह्रास भनेपछि करका कारण उत्पादन र डिजाइनहरूले गुणस्तर घटाउन सक्छन्, जसले ब्रान्डको इमेज बिगार्न सक्छ, त्यो त हो नि त होइन र। सस्तो दिनको लागि त अब के गर्दा मिसाउलन। राज्यले तत्काल सम्बोधन गर्नुपर्ने नियमहरू, हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको 2% विलासिता कर खारेज हुनुपर्ने। सही हो, ग्रेट है यो चाहिँ। हिरा जवाहरात भनेछ जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल पुनर्विचार गरी खारेज गरिनुपर्ने, एकदम ठिक छ, गर्नुपर्छ। भ्याट भनेपछि 13% पो हुन्छ। सुन चाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन नियम तथा नीतिहरू निर्माण गर्नुपर्ने, ठिक छ है, राम्रो छ यो। कर